काटेर चाहिँ नि बल्ल फ्लोरमा अब आइसकेको छ हामी यताबाट जानुपर्ने हुन्छ अनि अहिले यहाँ लाइन आइसकेको छ भाइ ल सबैजना बिस्तारी बाजे हेलो गाइस वेलकम ब्याक टु माई च्यानल टु एनदर ब्लग्स के छ हजुरहरू सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु अनि ल फेरि पनि हजुरहरूलाई भ्लगमा स्वागत छ मेरो भ्लगमा अनि अहिले चाहिँ आइएम हियर नाउ पोखरा अहिले चाहिँ पोखरा आइसकेको छ डाइरेक्ट मनाङकोटबाट सिधै पोखरा आइयो बाइकमा राइड गर्दै अलिअलि मोटो भ्लग पनि हालेको छु हेर्नु होला अनि यस्तै छ यो पोखराको मर्निङ टाइममा अब अहिले चाहिँ म चाहिँ मन्दिर जानु लाग्यो पोखराको उतापट्टि हेरौँ लेट्स सी के कस्तो हुन्छ आजको दिनचर्याहरू होइन म त देखाउने नै चाहन्छु हजुरहरूलाई के कस्तो हुन्छ आजको भ्लग भनेर इन्ट्रेस्टिङ बनाउन खोज्दैछु तर इन्ट्रेस्टिङ हुन्छ होला किनकि म पोखरामा आइसकेको छु धेरै कामले आएको थियो अनि कामले नै जाने के कामले आउने कामले जाने अब काम सबै यताउति भइसकेपछि सो अलिकति अराउन्डमा आनन्दले चिल पारामा भ्लग बनाउँदै हिँड्न चाहिँ पाएको थिएन कि सो अहिले चाहिँ म भ्लग बनाउँदै हिँड्दैछु हजुरहरूलाई देखाउँदैछु ल यस्तो छ अहिले चाहिँ म चाहिँ पुरै रोडमा हो नि त हिँड्दै पुरा बिहान मर्निङ वाक जस्तो एक्सर्साइज आमा यस्तो मजा आइरहेको छ कि है पुरै छोडिदिउँ दुईजना बबालको ढिलाएर हिँड्दैछौँ साइडको डुङ्गाहरू यहाँ रहेको छ जाउँ हामी चाहिँ उता जानुपर्ने हुन्छ उतापट्टि गफ्लो बाटो चाहिँ यस्तो छ फेरि यताबाट देन यताबाट ए जाँदैछ ल अहिले चाहिँ हामी लेक साइडमा हिँड्दैछौँ अब लेक साइडमा सर अलिकति अगाडि गइसकेपछि हामी मन्दिर जाने डुङ्गामा चढ्नुपर्ने हुन्छ अनि मन्दिरमा जानुपर्ने हुन्छ फाइनली अहिले चाहिँ हामी यता अलिकति मन्दिरतर्फ आइसकेको छ हाम्रो ताल हेर्न सक्नुहुन्छ डुङ्गा चढेर जानुपर्ने हुन्छ ताल बराई मन्दिर बवाल छ भ्यू चाहिँ आमा सक्दैन नि अलिकति अगाडि गएर ताल बराई मन्दिर जानुपर्ने हुन्छ आज चाहिँ पोखरा आएपछि ताल बराई मन्दिर नछुटाउनु होला सबैजनाले जो आउनुहुन्छ ताल बराई मन्दिर जाँदैछु हेर्दै गर्नु होला सानो क्लिपहरू के कस्तो हुन्छ दिनचर्याहरू म सबै कुरा देखाउन चाहन्छु अहिले चाहिँ म हिँड्दैछु आइएम हियर नाउ लेक साइड अब लेक साइडबाट चाहिँ अलिकति अगाडि चाहिँ जानुपर्छ हामी चाहिँ यहाँ भर्खरै आइएम हियर नाउ पोखरा फेवताल अब त्यहाँ अगाडि गएर डुङ्गा चढ्नु पर्ने हुन्छ ल बबाले छ अलिकति अगाडि गएर देखाउँछु है हजुरहरूलाई अलिकति अगाडि चाहिँ यता फोटोसुटहरू सबै कुराहरू चलिरहेको छ अलिकति अगाडि चाहिँ यस्तो छ फेरि बबाल छ है नम्बर छ है फोटो खिच्नु भयो फोटो खिच्नु भयो यो लगाएर जानुपर्ने हुन्छ प्याक छ यहाँ प्याक खतरनाक छ अब यता चाहिँ यताबाट चाहिँ हामी अब जानुपर्ने हुन्छ यता भित्र त्यो अगाडि गएर बुकिङ गर्नुपर्ने हुन्छ होला सो यहाँ चाहिँ रेस्ट गर्ने टाइम बस्ने टाइम हो र यहाँबाट चाहिँ अब जानुपर्ने हुन्छ टिकट काट्ने ठाउँमा यहाँको लागि चाहिँ यहाँ रहेछ अनि मन्दिरको लागि चाहिँ पछाडि टिकट काट्नु पर्ने रहेछ अनि अहिले चाहिँ हामी पछाडि टिकट काट्न जाँदैछौँ पछाडि टिकट काटेर चाहिँ अनि बल्ल फ्लोरमा निस्किन्छ लिनु रे यो टिकट ए ल
अहिले चाहिँ लाइफ ज्याकेट लाउँदैछु। रातो ज्याकेट, रातो हुडी। अब लाइनमा हो? लाइफ ज्याकेट लगाएकोहरू लाइनमा हो कि के हो? ए जाँदैछ ल। हामी पनि जाँदैछौँ, लाइनमा छु हामी। भ्लगमा स्वागत छ ब्रदरलाई। अघि फोटो खिचिदिनु भएकोमा थ्याङ्क यू सो मच। ओके हेलो। अब जानुपर्छ हामी मन्दिरतर्फ, तालबराई मन्दिर। के हो? किरण 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 के भूषण किरण भूषण। जोर 8-8 जना ल। म त्यहाँ अगाडि ल, उतापट्टि 8 जना है। ल ल ल चढ बिस्तारै बिस्तारै। ल ए बस 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 बस। या बिस्तारै है बिस्तारै। हल्ला है हल्ला। ल अब चाहिँ लाइफ ज्याकेट पनि धन्न लाएर हामी गइसकिन्छौँ। अब ढुङ्गामा यस्तो बल मजा आइरहेको छ। ताल हेर्नु न। ओ माई गड ओ माई गड। यहाँ हेर्नुहोस् है, यहाँ हेर्नुहोस् है। ओ माई गड। यो पारामा हिँडिरहेको छ हामी चाहिँ। यता छ फेरि, यता फेरि। ओ माई गड। यता छ। अब आइसकेको छ, हामी यताबाट जानुपर्ने हुन्छ। पुरै सबैजना रातो रातो ज्याकेटै लागेको रहेछ। कस्तो भइरहेछ? रमाइलो भइरहेछ। डर लागिरहेछ अलिअलि, तर नडराउ है साथमा म। ल ए तालतिर ढुङ्गातिर चढिँदैछु। बवाल भइरहेको छ। मन्दिर पनि आइसकेको छ। तालबराई मन्दिर पुनर्निर्माण समिति। ढुङ्गा स्टेसन आउला आइसक्यो। ढुङ्गा स्टेसन भित्र राख्नु है फेरि हात। ल है ल। ओ यस्तो छ। अहिले यहाँनिर अब हामी ओरिन पर्ने हुन्छ। स्टेसन आइसक्यो, मन्दिरमा जानुपर्ने ठाउँ। त्यहाँ ओर्लिने क्रम जारी भइरहेको छ। राख्नुपर्ने हुन्छ। अघि हामीले लाएर आएको लाइफ ज्याकेट चाहिँ लौ त समातो। यस्तो छ। माला सामग्रीहरू थुप्रै छ यतापट्टि पनि। ल जुत्ता निकाल्नु पर्ने हुन्छ। यहाँ चाहिँ हामीले लाइन छ मन्दिरको टक्क जाने पनि लाइन। हामी पनि लाइनमा बसेर जानुपर्ने हुन्छ। ल अनि अहिले यहाँ लाइनमा आइसकेको छ भाइहरू। फेरि कहाँबाट हो अरे? बुटोलबाट। कति भयो आएको? आज 3 दिन हाम्रो। 3 दिन भयो आज हो। मन्दिरमा पहिला नि आएको तर्फ आइसकेको छ हामी चाहिँ। फाइनली अहिले चाहिँ हामी दर्शन गरेर आइसकेको छौँ। अब दर्शन गरेपछि अब यता बाहिर आएर हामीले जुत्ता लाउनु पर्ने हुन्छ। सो बबालै भयो एकदम। कस्तो भयो अनुभव हजुरलाई? फाइनली हामी चाहिँ तालबराई मन्दिरमा दर्शन गरिसकेको छौँ। अब दर्शन गरिसकेपछि अब हामी जानुपर्ने हुन्छ। अब अहिले त्यहाँनिर फेरि लाइफ ज्याकेट लगाएर जानुपर्ने हुन्छ। हेर्दै गर्नु होला, इन्जोयमेन्ट भइरहेको छ होला। म पनि अहिले मर्निङ टाइममा हामी अहिले भ्लग बनाउँदै अहिले तालबराई मन्दिरको दर्शन गर्दै आइसकेको छौँ। लेट्स सी।
फाइनली दर्शन चाहिँ गरिसकेको छ। अब हामी फेरि यहाँबाट फर्किनु पनि हुन्छ। सो द्याट बवाल छ तालबारे मन्दिर। सबैजना आउनु होला। पोखरामा भएको बासिन्दाहरू प्रायः आउनु भइसक्यो होला, नआउनु भयो भने आउनु होला र टाढाबाट छ भने पनि दर्शन गर्न आउनु होला। खै फेरि जुत्ता लाएर जानुपर्ने हुन्छ। ल जुत्ता लाउँदैछु। लाइफ ज्याकेट चाहिँ हामी लाउनु पर्ने हुन्छ। सो 1 and 2 ज्याकेट यो ठुलो भएछ है। ल फेरि जानुपर्ने हुन्छ। ल ल चाँडो 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 दाइ। ल ल दर्शन गर्नुभयो हजुरहरूले? गर्नुभयो नि? ल दर्शन गरेर फाइनली फर्किँदैछौँ हामी चाहिँ। ल वाउ सो ब्युटिफुल। तालबारे मन्दिरबाट दर्शन गरेर हामी फर्किँदैछौँ फाइनली। यस्तो धेरै राम्रो रहेछ, धेरै राम्रो लाग्यो। ल अब चाहिँ हामी ओर्लिनु पर्ने हुन्छ। लागिसकेको छ स्टेसनमा। सबैजना बिस्तारी बाजे, बिस्तारी है बाजे। ल अब ज्याकेट निकाल्नु पर्ने हुन्छ। मैले लाइफ ज्याकेट निकाल्छु। अब माछा पुच्छ्रे चाहिँ त्यहाँ त्यस्तो छ, कालो भइसक्यो क्या। र अहिले चाहिँ हामी मन्दिरबाट आइसकेको छौँ। अब बिहान गयो नि त मन्दिर, अनि त्यही भएर चाहिँ अनि भोक पनि लागिसकेको छ। अब अहिले यहाँनिर भर्खर होटेलमा छिरेर अब खाना खानुपर्ने हुन्छ। अब खाना अर्डर गरेको छ, एकछिन आउँछ। यो हाल्दैछ थकालीमा, यो पारामा। वाह वाह वाह। त्यहाँ पनि थ्याङ्क यू। अब खाना पनि आइसकेको छ, खानु पर्ने हुन्छ। अब भ्लगको अन्त्य भइसकेको छ। अब भ्लगलाई चाहिँ हेरेर इन्जोयमेन्ट गर्नु होला। थ्याङ्क्स फर वाचिङ दिस भिडियो। अनि अहिले चाहिँ हामी पोखरामा छु। अब पोखरामा अब भइसकेपछि अर्को स्टेसनमा जानुपर्ने हुन्छ। अब के कस्तो हुन्छ भ्लग चाहिँ हेर्दै गर्नु होला, नछुटाउनु होला। अनि म चाहिँ अलिकति क्लिपहरू अब गरिरहेको भिडियोहरू चाहिँ म हजुरहरूलाई दिइराख्ने छु। हजुरहरूले हेरिरहनु होला, माया दिनु होला, अनि सब्सक्राइब गर्न नभुल्नु होला। थ्याङ्क्स फर वाचिङ दिस भिडियो। अनि जय नेपाल।